दमक 4 ताराबारीमा सप्तदिवसीय श्रीमद् भागवत महापुराण धनधान्याञ्चल महायज्ञ माघ 26 गतेदेखि सुरु हुने। झापाको दमक नगरपालिका वडा नम्बर 4 स्थित ताराबारीमा श्रीमद् भागवत महापुराण धनधान्याञ्चल महायज्ञ यही माघ 26 गतेदेखि सुरु हुने भएको छ। श्री शिवशक्ति जनकल्याण सेवा सदनको आयोजनामा हुन लागेको उक्त महायज्ञको मिति एक औपचारिक कार्यक्रम मार्फत सार्वजनिक गरिएको हो। कार्यक्रम संस्थाका अध्यक्ष सरिता कार्कीको सभापतित्व तथा प्रमुख वाचक आचार्य पण्डित देवी प्रसाद खतिवडाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। महायज्ञ माघ 26 गतेदेखि फागुन 4 गतेसम्म सञ्चालन हुनेछ। आचार्य खतिवडाका अनुसार उद्घाटनका दिन कलश यात्रा तथा शिवलिङ्ग स्थापना गरिनेछ। त्यसपछि धार्मिक विधि अनुसार दैनिक मण्डप पूजा अनुष्ठान, प्रवचन, भजन कीर्तन, आरती तथा प्रसाद ग्रहण लगायत कार्यक्रम रहनेछन्। साथै विभिन्न सांस्कृतिक झाँकीको प्रस्तुति र सहयोगी दाताहरूलाई सम्मान गर्ने कार्यक्रम पनि समावेश गरिएको छ। औपचारिक कार्यक्रममा केदारनाथ बराल, प्रभुराम कार्की, गणेश सापकोटा, कृष्ण प्रसाद घिमिरे, टिकामाया खरेल, अर्जुन नेपाल, विमला देवी रिजाल लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन संस्थाका सचिव डिल्लीराम नेउपानेले गर्नुभएको थियो। यस अवसरमा दाताहरूले महायज्ञका लागि उल्लेखनीय सहयोग समेत प्रदान गरेका छन्। जग्गादाता टिकामाया खरेलले आफ्ना स्वर्गीय श्रीमान प्रेम प्रसाद खरेलको स्मृतिमा 5 धुर जग्गा दान गर्नुभएको छ। साथै अर्जुन नेपाल, शोभा नेपाल र छोरा भूपाल नेपालबाट रु 1,50,000, तिलरूपा लुइटेलबाट रु 1 लाख तथा लीलानाथ बरालबाट रु 50,000 सहयोग प्राप्त भएको सचिव नेउपानेले जानकारी दिनुभयो। आयोजक समितिले धार्मिक, सांस्कृतिक तथा सामाजिक सद्भाव प्रवर्धन गर्ने उद्देश्य सहित आयोजना गर्ने महायज्ञमा सबै भक्तजन तथा शुभेच्छुकहरूलाई सहभागी हुन आग्रह गरेको छ।